गुड आफ्टरनुन है सबैजनालाई गुड आफ्टरनुन। के छ हजुर खबर सन्चै हुनुहुन्छ होला। आजको यस्तो घाम चाहिँ कतारमा चर्किँदैछ। जुन जुलाई अगस्तसम्म हुन्छ यो घाम हाम्रो यस्तो छ। अहिले कति 40 डिग्री, अहिलेको हालमा चाहिँ 40 डिग्री छ। अहिलेको हालसालमा यस्तो छ घाम। ड्युटी आएको लिनु कस्तो छ काम पनि। यो सबै अफिसहरू हो, सबै अफिसहरू ब्याङ्कहरू छ, हुकुमतको अफिसहरू छ पुरै। यस्तो दामी चाहिँ सट्टा दामी छ, तर के गर्नु है, भ्युजहरू चाहिँ राम्रो छ। अहिले के अहिले मामा आयो भने फेरि 500 रुपियाँको फाइन हान्छ मामाले। फेरि किन गाडी चलाउने बेलामा भिडियो बनाएको भनेर। गाडीहरू आउँदैछ, यता जाँदैछु म। कतारको झन्डा हल्लिँदैछ त्यहाँ फरर हावा सँगसँगै। यस्तो छ कतारको झन्डा हो, फरर आउँदैछ यस्तो घाममा। यो चाहिँ म्युजियम हो। यहाँभित्र चाहिँ पुरै छातै छाता छ यतातिर। दामी छ, छातै छाता भएर यस्तो छ। दामी छ भ्युजहरू, यस्तो दामी दामी छ। तर के गर्नु, गर्मीले सकिँदैन। यस्तो मासतिर जाँदा हाइवे यतातिरै छाता भएको बिल्डिङतिर आयो, यतातिर छाता भएको बिल्डिङतिर। भित्र छिर्नु त पाउँछ। यहाँभित्र रेस्टुरेन्टहरू, खानेकुराहरू छ। मान्छेहरू यहाँ इस्लामी म्युजियममै आउँछ। यतातिर धेरै त पुरै आउँछ। ट्याक्सीहरूको लाइन छ यहाँ। फेरि ट्याक्सीहरूको दामी छ है, दामी छ। ट्याक्सीहरूको लाइन छ, उबरहरूको त्यहाँ फेरि कस्टमर उठाउनेहरू। ठुलो गाडीहरू सबै छ, सामान ल्याउने गाडीहरू यस्तो छ। यहाँबाट सिधो गएर अगाडि चाहिँ मेट्रो स्टेसन छ, त्यहाँ अगाडि। अब हामी चाहिँ यताबाट सट्ट घुम्नु पर्यो। यहाँ अगाडि चाहिँ मेट्रोको बस, मेट्रो आउँछ त्यहाँ मुनि चाहिँ। त्यसै यस्तो छ, दामी दामी छ पुरै पार्किङहरू। के गर्नु, यस्तो छ यस्तो छ यस्तो छ यस्तो। पार्किङ छैन क्या, यस्तो दामी छ के गर्ने। अहिले कति 39 डिग्री पुगेछ तल। अहिले गाडीहरू पनि 40 डिग्रीको। करोड ट्याक्सीहरू पुरै छ।